स्वागत छ तपाईहरुको मनपर्ने कथा च्यानल नेपाली कथा बाइ एसआरपी मा। आज म तपाईहरुका लागि एकदमै रमाइलो, रोचक र शैक्षिक अकबर बिरबलको बजार यात्रा कथा लिएर आएको छु। कथा सुरु हुन्छ एक बिहानबाट, जहाँ बादशाह अकबर आफ्नो सुनौलो सिंहासनमा बसेर तलको व्यस्त तरकारी बजार हेरिरहेका हुन्छन्। बजारको भिड र हलचलले उनको मनमा जिज्ञासा जाग्छ र उनी सोच्न थाल्छन् कि आज त्यहाँ के विशेष भइरहेको होला। त्यत्तिकै बिरबल दरबारमा प्रवेश गर्छन् र अकबर उत्साहित हुँदै भन्छन् कि आज हामी भेष बदलेर बजार घुम्न जाँदैछौँ। दुवैले साधारण गाउँलेको लुगा लगाएर चुपचाप बजारतिर लाग्छन्। बजार पुगेपछि उनीहरूले पहिलो दृश्य हेर्छन्, एक लौका बेच्ने व्यापारी जो ठुलो लौका हल्लाउँदै यसलाई बुद्धिमान लौका भन्दै चिच्याइरहेको हुन्छ। यो सुनेर अकबर अचम्म मान्छन् र बिरबल हल्का हाँस्दै व्यापारीको बढाइ चढाइ सुनेर रमाइलो टिप्पणी गर्छन्। त्यसपछि उनीहरू टमाटर बेच्ने अर्को व्यापारी कहाँ पुग्छन्, जसले आफ्ना टमाटरलाई नेता टमाटर भन्दै अत्यन्तै नाटकीय भेषमा प्रचार गरिरहेको हुन्छ। अकबर फेरि सोल्छन् नेता टमाटर भनेको के हो, र बिरबल रमाइलो जवाफ दिँदै भन्छन् कि नेता टमाटर चिप्लो पर्छ, सम्हाल्न नसकियो भने चटनी बन्न सक्छ। दुवै हाँसी हाँसी अगाडि बढ्छन्। अन्त्यमा उनीहरू एक वृद्ध प्याज बेच्ने मानिस कहाँ पुग्छन्, जो न त चिच्याउँछ न बढाइ चढाइ गर्छ, केवल चुपचाप प्याज सजाइ बसिरहेछ। अकबरले सोल्छन् किन बोल्दैनन् त, अनि वृद्ध मानिस भन्छ कि राम्रो कुरा चिच्याएर होइन, गुणले चिनिन्छ। प्याज बोल्दैन, तर पकाएपछि आफ्नै स्वादले बोल्छ। यो कुरा सुनेर अकबर र बिरबल दुवै प्रभावित हुन्छन्। फर्कँदा उनीहरूले प्याज किनेका मानिसहरू आए झार्दै हिँडिरहेको देख्छन्, जसले बजारको वातावरणलाई अझै हास्यास्पद बनाउँछ। अकबर हाँस्दै भन्छन् प्याज खतरनाक पनि रहेछ, फाइदाजनक पनि, र बिरबल त्यसैमा शिक्षा जोड्दै भन्छन् कि जीवनमा सत्य बोल्ने मानिस पनि प्याज जस्तै कहिलेकाहीँ पोल्छ, तर अन्त्यमा सबैलाई मन पर्छ। दरबार फर्केर अकबरले सबैलाई सिकाइदिन्छन् कि सबैभन्दा धेरै कराउने मानिस प्राय खोक्रा हुन्छन्, तर चुपचाप राम्रो गर्ने नै बुद्धिमान हुन्छ। बिरबलले निष्कर्ष थप्छन् कि मूल्य आवाजले होइन, गुणले निर्धारण हुन्छ। यति भन्दै दुवै हाँस्दै बस्छन् र आजको रमाइलो कथा यतिमै समाप्त हुन्छ। यदि तपाईलाई यस्तो कथा मन पर्यो भने हाम्रो च्यानल नेपाली कथा बाइ एसआरपी लाई लाइक, शेयर र सब्स्क्राइब गर्न